मैले भने नि जुन हामी आफैले बनाउँछौं त्यो सामान त्यस्तो सामानलाई चाहिँ म एकदमै स्याल्युट गर्छु के। अनि आज मेरो यस्तो राम्रो कस्टमर हुनुहुन्छ, उहाँले हामीलाई हाम्रो राधा रमनलाई यति धेरै गिफ्ट दिइसक्नु भयो कि त्यो गिफ्टहरु साच्चै हजुरहरुले भिडियो देख्नु भएको छ, तर मैले बताएको चाहिँ थिइन। तर आज म बताउँछु। आज किन बताउँछु भन्दाखेरि अब हामी एक दुई दिनमा वृन्दावन जाँदै छौं। उहाँलाई मैले भनेको थिएँ हामी वृन्दावन जाँदैछु भनेर। ओके, त्यसो भए मेरो ठाकुरजीको लागि म एउटा आफै स्पेशल चीज बनाउँछु जुन हजुरहरुले उहाँ लगेर चाहिँ चढाउनु पर्छ, मेरो ठाकुरजीलाई दिनुपर्छ भन्नुभयो। मैले पनि ओके भनेन, तर साच्चै माइन्ड ब्लोइङ छ। म देखाउँछु है, हेर्नुस् क्यान्डल यति राम्रो क्यान्डल छ ब्लूमा हैन, ब्लू कलरमा। हाम्रो ठाकुरजी पनि त काले हो नि हैन, उहाँलाई ब्लू कलर पनि एकदमै मन पर्छ। यस्तो राम्रो यो मात्र होइन, अरु पनि चीज छ। म त साच्चीकै साथीहरु, कोही साथीहरु हुनुहुन्छ क्यान्डल लभर हुनुहुन्छ हैन भने प्लिज कन्ट्याक्ट एकचोटी गर्नु होला, हामी राधा रमनसँग कन्ट्याक्ट गर्नु होला। उहाँले यो मलाई गिफ्ट दिनुभएको यस्तो राम्रो छ। यो त मैले युज गरिसके, देखिसक्नु भएको छ हैन। अनि यो चाहिँ हो वृन्दावनको हाम्रो ठाकुरजीको लागि गिफ्ट। उहाँले सन्जुजी थ्यांक यू सो मच, सरी जुनाजी, जुना म खाली सन्जु भन्छु, जुनाजीले पठाउनु भएको छ हाम्रो ठाकुरजीको लागि हैन। यो भयो। अब यो चाहिँ मलाई लाग्छ यहीको लागि हो, राधा रमन मन्दिरको लागि हो। र उहाँले अरु चीज यस्तो राम्रो राम्रो, म यस्तो सामान देखेपछि पागल हुन्छु साच्चीकै। मलाई यति धेरै मन पर्छ। हेर्नु न यो सामान। ओ माय गॉड, कसरी म डेकोरेसन गर्छु, डेकोरेसन गरेर हजुरहरुलाई सबै पठाउँछु। ल हेर्नुस् है, यस्तो सामानलाई यस्तो स्याल्युट गर्न मन लाग्छ के, एकदमै के मनबाट रेस्पेक्ट आउँछ। बरु मलाई त्यो लाख करोडको गिफ्ट म मेरो लागि त्यो मूल्य हुँदैन जति यस्तो सामानको हुन्छ, यो सामानको हुन्छ। आई जस्ट लभ। थ्यांक यू सो मच जुनाजी, थ्यांक यू सो मच। हजुरसम्म पनि यो भिडियो पुग्छ पक्कै पनि। स्पेशली थ्यांक यू सो मच। गिफ्ट त कति धेरै आउँछ, तर यस्तो गिफ्ट चाहिँ आजसम्म आएको छैन। र आज मैले यो भिडियो बनाएको छु। यति राम्रो छ उहाँमा कलाकारिता, यति राम्रो छ, जस्ट माइन्ड ब्लोइङ। हजुरहरुलाई कस्तो लाग्यो यो सबै सामानहरु? र यो हेर्नु न है, यसको म सबै हजुरहरुलाई कसरी राख्ने, कसरी डेकोरेसन गर्ने, म आफै डेकोरेसन गरेर हजुरहरुलाई देखाउने छु। हजुरहरुलाई पनि अर्डर गर्नु छ भने, यस्तै स्पेशल क्यान्डल अर्डर गर्नु छ भने हामीसँग सम्पर्क गर्नु होला है। एकदम राम्रो राम्रो क्यान्डल हामी हजुरहरुलाई उपलब्ध गराउँछौं। र छिट्टै एकदमै राम्रो राम्रो सामान फेरि पनि आउँदैछ राधा रमन मन्जिलमा। कति साथीहरुले धेरै कुराहरु अर्डर गर्नु भएको छ, र फेरि पनि एकचोटी रिकन्फर्मको लागि हामीलाई व्हाट्सएपमा मेसेज पठाउनु होला यो सामान भरेर। हरे कृष्ण, शुभ दिन।